अलि म हिरो बन्न आउँथेँ नि यार होइन कस्तो राम्रो देखिरहेको छ यार ह्यान्डसम देखिरहेको छ है ह्यान्डसम बनाइसक्यो है रेडी है 12 तर तर एउटा प्रब्लम चाहिँ होइन एज अ म दलित होइन थाहा छ होइन फोटोग्राफीमा पनि धेरै फरक पर्दो रहेछ दाइ है आजको दिनमा पनि त्यस्तो हुन्छ है एकदम दाइ मेरै साथीले मलाई बेबाउ नबोलाउने आइया उसलाई थाहा छ म फोटोग्राफी गर्छु भिडियोग्राफी गर्छु सब थाहा छ होइन त्यो अब नचिनेको अलिक टाढाको भयो नि त बिर्स्यो भन्नु छिमेकी दाइ झन् यहाँ पनि यस्तो भइरहेको छ न चहल पहल देखाउनु आएको चहल पहलै सुरु भएर हुन्छ यहाँ त So hello and what's up everyone guys, it's me Saugat and welcome back to my channel STD Vlog. So आज म अनि पसलमा थिएँ यो चाहिँ मेरो फोटो स्टुडियो है गाइस हाम्रो क्यामेरा यहाँ तपाईहरुले बिहे व्रतबन्ध हरेक कुरामा चल्न सक्नुहुन्छ फोटो खिच्नको लागि र फ्रेमहरु पनि मजाले पाइन्छ है त सो अनि अहिले चाहिँ म आज अलिकति चाँडा निस्किन लागेन भन्दाखेरि अहिले देखाउँछु म खासमा के छ भन्दाखेरि बाइक त दोस्तै भएर छ नि कसको स्कुटी हो यार सर्लकै लपरेछ टाहना हात यार ओए हेर्नु खसै क्या ए यो बाइकलाई एकलट रोहन भाडामा लानु पनि बेला छ रोहन भाडामा चाहिँ किन भन्दा वासिङको लागि भन्नु खोजेँ सो अनि अहिले चाहिँ म खासमा जान लागेको भने चाहिँ स्कुल रोडमा हाम्रो सङ्ग्राम दाई नाम सुन्नुभएको होला कतै कतै होइन म सङ्ग्राम दाई र अर्को दाइको नाम बिर्सेँ यार के थियो अच्छा कस्तो बिर्सेँ यार त्यो दाइको नाम ल उर्गेन दाइ उर्गेन नाम उहाँ चाहिँ हाम्रो ब्यान्डको नाम पनि बिर्स्यो अनभिज्ञ हो क्या अरे अनभिज्ञ हो कुन चाहिँ ब्यान्डको गिटारिस्ट दाइ हो क्या होइन अनि उहाँहरूले चाहिँ हेटौँडामा चहल पहल गर्दै हुनुहुन्छ कस्तो खालको चहल पहल भन्दाखेरि पोडकास्ट सुरु गर्दै हुनुहुन्छ उहाँहरूले हेटौँडामा अनि पोडकास्ट सोको नाम चाहिँ चहल पहल हुनेवाला छ लौ न यो गाडीले के गरेको यस्तो यहाँ एउटा टर्निङ हान्दै नि आमा मेरो पेट्रोल त जिरोबाट नि माइनसमा पुगिसकेछ नि त अनि के साह्रो जाम भयो यो ए हालिदिन्छु त्यसका भए चाहिँ यहीँबाट कति गर्मी छ हो हेटौँडामा तपाईँहरू ठाउँ चाहिँ के कस्तो छ यार हाम्रो हेटौँडामा त हुन त हाम्रोभन्दा खतरा गर्मी हुने ठाउँहरू पनि कति छन् कति है यो त के हो र जस्तो भन्ने पनि छन् तर हामीलाई त्यही गर्मी हो नि त फेरि हो स्कुल रोड ये गिला है आपकी निगाह साँच्चै भ्लगमा के बोल्थेँ यार मैले पहिला मजाले केही बोल्नै आएन त है लहनाको माथि थियो लहनै कता यहीँ हो के अरे दाइ पो हुनुहुन्छ हुनुहुन्न यार बाइक राख्नु ठाउँ हुँदैन फेरि यस्तो दिमाग खराब हुन्छ मेरो आफ्नो बाइक अलिकति लर्याक्क हुन्छ फेरि अनि लर्याक्क भएर फेरि अर्को बाइकमा फर्याक्क भयो नि तनाव के हो सुटिङ भइरहेको क्या आएको आमा कति तातो हो भित्र त आइ फेरि चेन्ज गर्नुभयो त मैले सुट गरिदिरहेको छु यहाँ भिडियो चहल पहल
झन् यहाँ पनि यस्तो भइरहेको छ न चहल पहल देखाउनु आएको चहल पहलै सुरु भएर हुन्छ यहाँ त हाम्रो चाहिँ यहाँको चहल पहलको सेटअप हुँदैछ आजको लागि गेस्ट चाहिँ म छु ओके हेडफोन एकछिन त्यहाँ राखेर भएन हुन्छ होला मान्छे ल गाइज अब म के बोलिरहेको के भन्दै हेलो हेलो गेस्ट होइन प्रायः होलिका बक्रा हाम्रो यसको नाम चाहिँ चहल पहल हुनेवाला छ जिन्दगीमा मेरो पोडकास्ट कसैले नलिए नि बस्न चाहिँ पाइयो है पोडकास्ट लिने ठाउँमा अब त्यतिको के मेरो केही टपिकै छैन मेरो यस्तो भोलि पर्सि केही अलिकति खतरै सफल भयो भने चाहिँ लिउँला बन्द राखेको त्यसमा अब आउँदै हुनुहुन्छ हाम्रो सङ्ग्राम के सङ्ग्राम भालेराव तनाव गाह्रो छ मलाई खिचेकै छैन नि त्यतिकै एङ्गल मात्र मिलाएर राखेको उहाँ चाहिँ हाम्रो कलाकार नेता सबै हुनुहुन्छ गायक हेलो चेक हेलो अहिले त फेरि किन साउन्ड अलि अर्कै आयो मैले त च्वाक सुन्दैछु हेलो ठिकै छ मेरो पोडकास्ट लिनेको अनुहार यस्तो छ ए दिनी चाहिँ हो क्या भन्दा खासमा म चाहिँ त्यहाँ हुन्छ है त रेडियो हिरो भन्न आउँथ्यो नि होइन कस्तो राम्रो देखिरहेको यार ह्यान्डसम देखिरहेको थियो ह्यान्डसम बनाइसक्यो नि रेडी है 12 तरह दिया यसलाई चाहिँ कहाँ राख्ने होला कस्तो तनाव भयो यहाँबाट भइसक्यो ल ओके हेलो एभ्रिवान नमस्ते एन्ड गुड इभिनिङ दिस इज शान्त सङ्ग्राम एन्ड द ओजी एज वेल अनि आज हामी चाहिँ हाम्रो पोडकास्टको चहल पहल पोडकास्टको पहिलो एपिसोडमा हामी अगाडि बढ्दैछौँ र आजको लागि हाम्रो कार्यक्रममा हाम्रो स्टुडियोमा एज अ गेस्ट आउनुभएको छ मेरो प्यारो भाइ अत्यन्त भाइ एन्ड बेस्ट फोटोग्राफर एभर आई हेभ सिन इन माई होल लाइफ सौगात विश्वकर्मा भाइ वेलकम धन्यवाद है अनि अब तिम्रो कामै त्यस्तै हुन्छ होइन अब एज अ क्यामराम्यान भनौँ न तर फेरि तिमीलाई एउटा पहिला चाहिँ क्यामराम्यान भन्ने बित्तिकै अलिकति डोमिनेटेड नजरले हेर्थ्यौ होइन क्यामरा अझै पनि कति ठाउँ हुन्छ नि दाइ हो अहिले पनि त्यस्तो हुन्छ है तर मान्छेको नेचर चाहिँ कस्तो अचम्म लाग्छ क्या आखिर त्यो पनि एउटा प्रोफेसन काम हो नि त कामको सम्मान चाहिँ नेपालमा कहिले पनि भएन क्या चाहे जेसुकै होस् होइन मलाई चाहिँ त्यस्तो लाग्छ फेरि कत्रो लगानी गरेर हेर न अहिले त झन् अब आइटी टेक्नोलोजीले कस्तो फड्को मारेको छ होइन ड्रोनहरू किनेर होइन गोप्रो सोप्रो अहिले भर्खर तिमीले यहाँ गोप्रोमा नै खिचिरहेको छौ होइन त्यत्रो खर्च गरेर लगभग इन्भेस्टमै हेर्ने हो भने त 12-15 लाख त लगभग एउटा प्रोफेसनल्ली क्यामराम्यान भयो भने होइन स्टुडियो सिस्टो गरेर होइन त लाग्छ होइन तिमीलाई त्यसमा चाहिँ के कस्तो लाग्छ तिमीलाई आई मिन त्यस्तो परेछौ कहिले त्यस्तो डोमिनेट गरेको अलिअलि छ त है अब मान्छेले बोलाउने तरिकामा पनि थाहा हुन्छ है कसरी बोलाएको छ भनेर ओ क्यामराम्यान भनेर बोलाउनु र अब एकचोटि ब्रदर अथवा भाइ दाइ भन्नु छुट्टै हुनु होइन फरक हुन्छ कि दाइ ठ्याक्कै फिल हुन्छ त्यो परेछ तिमीलाई अनि फेरि त्यस्तै अनुसार आफूलाई राम्रो पनि व्यवहार गरिदिनु मन लाग्दैन क्या हो भने कस्तो फोटो खिच्दै खिचिँदैन टिट फर ट्याट त गर्नै पऱ्यो होइन त्यही त अनि के अरे तिमीले यो अहिले तिमीले युज गरेर क्यामेरा चाहिँ कतिमा ल्याएको भाइ मैले यो 60 मार्कको हो मेरो क्याननको मैले चाहिँ भन्यो भने सेकेन्ड ह्यान्ड लिएको हो तर 5000 मात्रै फोटो क्लिक भएको थियो मैले बडी मात्र 130 मा लिएको अनि लेन्स चाहिँ मैले 50K मा लिएको थिएँ ए भनेपछि कति रे 50K मा लेन्स क्यामेरा कति 130,000 भनेपछि अलमोस्ट 2 लाख जति 2 लाख त्यही त अब यत्रो इन्भेस्ट गरेछौ होइन अनि के छ अनि मतलब यो लाइन जुन छ नि तिमीले यो मतलब फोटो लाइन भनौँ न यसलाई के यो लाइनलाई चाहिँ के भन्छ मतलब फोटोग्राफी नै हो फोटोग्राफी होइन अनि यसको त जस्तै तिम्रो ब्रान्चेसहरू पनि धेरै आई मिन यसको सेक्टरहरू पनि धेरै हुन्छ जस्तै वाइल्ड लाइफ फोटोग्राफी भयो होइन अहिले त अब नेपालमा चल्यो हुन्छ नेपाल त एकदम सानो ठाउँ नेपालमा त खालि त्यही वर्तमान पार्टी यो त्यो अक्रम बक्रम भयो भने चल्ने हो तर यो वाइल्ड लाइफ फोटोग्राफी अथवा चाहिँ नि त्यो ठुलो उसमा के अरे
वर्ल्ड कपहरूमा जस्तो स्टेडियमहरूमा बसेर यत्रो ठुल्ठुलो क्यामेराहरू बोकेर त्यो सेक्टर पनि त्यो पनि एउटा सेक्टर हो नि त होइन। अनि त्यो सेक्टरहरूमा चाहिँ जानको लागि नेपालको के छ स्कोप, जस्तै वाइल्ड लाइफ फोटोग्राफीहरू पनि हुन्छ नि त होइन, त्यसमा चाहिँ के छ अलिकति त्यति जानकारी? कोही त्यस्तो चाहिँ अब आफू अब वेडिङतिर मात्रै लाग्यो, वाइल्ड लाइफ पनि मलाई खासै जानकारी भएन तिनीहरूको। अब सायद फोटै बिक्न त त्यही नै हो, फोटो पनि लाखौँमा बिक्छ नि फेरि। 1 महिना कति बसेर एउटा चराको फोटोको लागि 1 महिना 1.5 महिना जङ्गलमा बस्या भन्छन् होइन। अब यतिकै त अब केही नपाउनु भए त गर्दैन थियो होला। त्यही त एउटा फोटो क्लिक गर्नलाई म अचम्म, जस्तो त्यो मैले त्यो डिस्कभरीमा पनि हेरेर हुन्छु होइन, त्यो पानीमा डुबेर बसिरहेको त्यो के अरे स्नाइपर साप सुटरहरू हुन्छ नि, स्नाइपर सुटरहरू, तिनीहरू जस्तै क्यामेरा बोकेर होइन एक नहल्लिकन कसैले थाहा नपाउने गरेर लङ टाइमसम्म होइन घन्टौँ मान्छे बसिन्छ एउटा क्लिक गर्नको लागि होइन। त्यो भनेको त मेहनत हो नि त। अनि प्लस अब फेरि नेपालमा त त्यस्तो छैन, इन्टरनेसनल मार्केटमा चाहिँ त्यस्तो रेटहरू राम्रो छ होइन, ठिकै छ। अनि तिम्रो कहाँ अरे जम्मा हात्तीलेट होइन, हात्तीलेटमा चाहिँ के छ फेमस त्यस्तो, मतलब जस्तै भनौँ न मकवानपुर जिल्ला टिकीको फेमस भनेको चाहिँ हात्तीलेटमा चाहिँ त्यस्तो के छ कि सौगात हात्तीलेटको फेमस नै सौगात हो क्या? हात्तीलेट नाम नै किन हात्तीलेट राखेर थाहा छैन पहिलो कुरो। ओके, हात्तीलेट भने अब केही हात्तीसँग कनेक्सन केही होला भन्ने थाहा छैन, मलाई थाहा छैन। अब त्यहाँ नजिकै फेमस भनेको थुचे खोलाको चाहिँ खुवा हो। थुचे खोलाको खुवा त नेपालभरि नै फेमस छ यार है। अब झन् यो अहिले टिकटक यताउता सामाजिक सञ्जालहरू पनि त्यसलाई झन् फेमस बनाइदियो। तर मिठो त मिठो हुन्छ यार, तर के हो मलाई अचम्म लाग्छ अरू ठाउँतिर पनि खुवाहरू हामीले खाइरहेको हुन्छ होइन, त्यहाँको खुवा खाँदाखेरिको भाइब्स नै अलि अलग आउँछ। के गरेर बनाउँछ यार? म त आखिर दुध त दुधैबाट बनाउने हो होइन। 3 पकाउनु र त्यो हेर्दा त्यहीँ हेरेको छ, त्यहीँ घोटिरहेको छ, तातै दिइरहेको छ। अब त्यही फेरि बजारमा ल्याउँछ, भोलिपल्ट त्यही घोटिरहेको हुन्छ क्या है। फ्रेस भने फ्रेस हो। त्यही त कुरा चाहिँ सिध्यो होइन। अब खासै कुरा त्यस्तो होइन। अनि अब तिम्रो फर्दर के छ त प्लानिङ यार? क्यामेरा जस्तै तिम्रो पसल पनि छ त्यहाँ होइन, पसल गरिरहेको छौ। पसल के स्कुलको नाम के अरे? ज्ञानोदय बालभाटी। ज्ञानोदय बालभाटीका अगाडि तिम्रो स्टुडियो छ नि है। अनि के छ फर्दर प्लानिङ? अब के यो मतलब प्रोफेसनल्ली क्यामराम्यान एज अ मतलब फोटोग्राफर नै भएर जाने हो या मतलब अरू कुनै होइन? किनभने नेपालमा त अब लगभग भनौँ न त्यही छ। के तिमीले के सोचेछौ र? अब मैले सुरुमा स्टार्ट गर्दा चाहिँ फोटोग्राफी नै गर्छु भन्नु हो होइन। तर एउटा प्रब्लम चाहिँ होइन, एज अ म दलित होइन, होइन, फोटोग्राफीमा पनि धेरै फरक पर्दो रहेछ दाइ है। आजको दिनमा पनि त्यस्तो हुन्छ है? एकदम दाइ। मेरै साथीले मलाई बेबो नबोलाउँदै आइया, त्यसलाई थाहा छ म फोटोग्राफी गर्छु, भिडियोग्राफी गर्छु, सब थाहा छ होइन। त्यो अब नचिनेको अलिक टाढाको भयो नि त, बिर्स्यो भन्नु छिमेकी दाइ। यस्तो यो छोडिदिउँ, यो पाटोमा हामी जाँदै नजाउँ होइन, किनभने यो भनेको पुरानो हाम्रो समाजमा होइन लागेको घाउ हो होइन। त्यो घाउको खत बिसेक भइसकेको छ होइन, त्यो घाउ बिसेक भइसकेको छ, तर खत अझै पनि छ होइन, त्यो खत अझै पनि छ। अब त्यो खतलाई कोट्याउनलाई मान्छेले कुनै पनि कसर छोड्दैन क्या होइन। त्यो पाटोमा जाँदै नजाउँ, त्यो अलग कुरो भयो। त्यही भएर म चाहिँ अनि लोकसेवातिर पनि लागिरहेको छु अहिले। लोकसेवा के यो फोटोग्राफी पनि लोकसेवा हुन्छ र? होइन, यो चाहिँ अब फोटोग्राफी चाहिँ अब मैले पसललाई खासै टाइम दिएन भने चाहिँ अहिले चाहिँ अब केही दिन बस्यो हो। अहिले पनि म लोकसेवातिर लागेर हो। अब सिजनमा वेडिङतिर भनेको 1-2 दिनको काम हुन्छ नि त, त्यो भनेको एउटा अब सबै काम नगरेर घरमा बस्नु यत्रो उमेरमा त घरबाट पैसा माग्नु सकिँदैन नि त यार। कति वर्ष भयो यार साथी तिमी यार? 27 वर्ष भइसक्यो अनि तर बढी बेर भइसक्यो। अब त्यही भएको ठ्याक्कै 27 को मेरा मैले पे गरेको थिएँ बाहिर। ए भनेपछि अब लोकसेवा के सरदार सुब्बा साहब भन्ने हाकिम साहब सुब्बासम्ममा चिनियो दाइ। अब सुनमा निकाल्नु ए अनि ल ठिक छ, थ्याङ्क यू सो मच भाइ यार, धेरै खुसी लाग्यो छोटो समयमा छोटो गफ गर्न पायो होइन। थ्याङ्क यू सो मच। फेरि भेट गर्दै गरौँला। तिम्रो भविष्य तिम्रो उज्जवल, तिम्रो भविष्य र तिमीले देखेको सपना होइन र लोकसेवा एज वेल होइन, त्यो पनि सफल होस्। थ्याङ्क यू सो मच। अब सुरुको इन्ट्रो जुन छ नि, अब उसलाई त्यो इन्ट्रो गरेको चाहिँ वेलकम गरेको एउटा वेलकम गर्ने के वेलकम गर्ने र त्यो राख्नु डाइरेक्ट सुरु गर्नु अनि गेस्ट आएको बेला गरौँ ल, अहिले नगरौँ। अहिले त्यो पनि नगर्ने हो, पोडकास्टमा गर्दैन क्या त्यस्तो गर्छ क्या डाइरेक्ट।
ल गर्ने भए गरौँला छोटो तर होइन धेरै भूमिकामा भूमिका बाँड्नु पर्दैन। आज हामीसँग चाहिँ होइन हाम्रो चाहिँ एउटाको दिन आउँदै हुनुहुन्छ अब स्थानीय लोकल भाइहरू होइन अब जस्तै जित जी एउटा चाहिँ एउटा उदाहरण एउटा जित जी पनि भयो नि होइन यो त तिम्रो मात्रै लिँदा मेरो मात्रै हो त्यहाँ म त्यहाँ हेरेरै बोल्छु कि अनि ठक्कै यतापट्टि हेर्छु अनि त्यहाँबाट वेलकम भाइ भन्छु होइन अनि त्यहाँबाट त्यसपछि तिमीले थ्याङ्क यू दाइ अथवा वेलकम सौगात मात्रै मोबाइलबाट गरौँ ल यसबाट परेन है ल गाइज 8 बज्न लागेको छ है। म चाहिँ यता चहल पहल हाम्रो पोडकास्ट स्टुडियोबाट निस्केँ। दाइहरूले सुरु गर्न लानु भएको छ अनि यसो आफूले जाने जतिको सपोर्ट गर्न लाग्यो मैले है। सो अब म घर जान्छु। सो ल अब चाहिँ म पहिला पेट्रोल हाल्न जान्छु यार। सो गाइज म चाहिँ यता पिप्लेतिर आइसकेँ है। 8 बज्न लागेको छ यार आज त होइन। भोलिदेखि म 5 बजे आउँछु। आज दाइहरूको त्यहाँ यसो अलिकति हेरिदिएको हो क्या। अनि आफ्नो दाइहरू यसो अलिक त गर्नु पऱ्यो नि। कुनै दिन म पनि त्यहाँ पोडकास्ट हान्न जान्छु कि फेरि। सो अनि आजको भिडियो चाहिँ यति नै भयो होइन। आजको चहल पहल चाहिँ यति नै भयो। मतलब भकुनाक पनि चहल पहल राखेको क्या तर दाइले मार्छन् यार कपिराइट। सो त्यही हो गाइज होइन। अब फेरि अब मुड चल्यो भने भिडियो बनाउँदै जाउँला किनभने बाहिर जाँदा पाएन। यति भन्दै मेरो आजको भिडियोलाई चाहिँ एन्ड गर्दैछु। ल एट द एन्ड होइन त्यही हो हाम्रो चहल पहल भन्ने पोडकास्ट सुरु हुँदैछ एकदमै चाँडैभन्दा चाँडै नै है। आज हामीले डेमो सुट हानेको छौँ एउटा हेरौँ कस्तो हुँदो रहेछ अनि त्यसपछि रेगुलर आउनेछ। यति भन्दै मेरो आजको भिडियोलाई एन्ड गर्दैछु है। आजको भिडियोलाई म एन्ड गर्दैछु होइन। फेरि पनि नयाँ भिडियो लिएर हजुरहरूलाई भेटौँला भन्दै बाई भन्न चाहन्छु। बाई बाई भनि है त हस् त धन्यवाद।